हेलो साथीहरू, तपाईहरुलाई नमस्कार। अनि यो खुइले सिकारी युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। आज चाहिँ मैले बाख्रा चरनमा लाँदै यो मेरो बस्तीलाई देखाइरहेको छु। अत्याधिक राम्रो यो बस्ती छ। अनि मेरो बाख्रा पालन अनि मेरो यहाँको समाज सेवा सम्पूर्ण कुरालाई मैले यहाँ ध्यान दिएको छु। मैले बाख्रा मात्रै यहाँ पालेको छुइनँ, कृषि काम मात्रै गरेको छुइनँ। यहाँ बस्तीमा भएको विविध समस्या, विविध विकासलाई पनि मैले चाहिँ यहाँ चाहिँ कामहरूलाई मैले चाहिँ अगाडि बढाएको छु। अनि कृषक साथै यहाँ रहेका विविध बाधा समस्याहरूलाई पनि मैले चाहिँ हेर्ने गरेको छु। अब त्यसैले गर्दाखेरि यो ठाउँको बाख्रा व्यवसायले मात्रै नभएर म चाहिँ यहाँको समस्याको रूपमा पनि परिचित छु। यो राम्रो छ, अत्याधिक मात्रामा राम्रो। अब यो बाख्रा चाहिँ सँगैमा यो बस्तीलाई मैले यो देखाइरहेको छु। अनि मेरो सहयोगी भाइले चाहिँ अझ बाख्रा मलाई थपाइदिँदैछ। अझ मैले बाख्राको भिडियो अगाडि बढाएको छु। यो चाहिँ अरू बेला मैले पछाडिबाट गर्थेँ, अझ अगाडिबाटको भिडियो बाख्राको तपाईँलाई देखाइरहेको छु। अब यो पुल निर्माण, यहाँको पुलको योजना पनि यहाँ मेरै पहलमा भएको हो। अब यो मेरै योजना पहलमा भएको पुलबाट बाख्रा मैले तारेर लाँदैछु। पहिले थिएन, यो पुल लागेको 1 वर्ष हुन लाग्यो। यहाँ 3टा झुलुङ्गे पुल छ, उत्तापट्टि पनि माथि पनि। यो 3टा झुलुङ्गे पुलमा बस्ती छ। अनि यो बस्ती चाहिँ एकदम सुन्दर छ। यो पर्यटक स्थल बनाउने मेरो योजना छ। अनि होमस्टे लगायत थुप्रै विकासको कार्यक्रमहरूलाई चाहिँ मैले अगाडि बढाउने योजना गरेको छु। पुल चढ्यो बाख्रा, पुल चढेको भिडियो तपाईँहरूलाई मैले देखाइरहेको छु। मेरो फेसबुकमा चाहिँ नाम बिएम थिम्राङ छ र मेरो युट्युब च्यानलमा चाहिँ खुइले सिकारी युट्युब च्यानल हो। अब टक्क बाख्रा पुलबाट तार्ने योजना गरेको छ। आइज उतै मेरो बस्ती हो। यो सुन्दर बस्तीको भिडियो तपाईँलाई मैले देखाइरहेको छु। कति राम्रो छ यो बस्ती है। यहाँ जग्गा पनि सस्तो मूल्यमा पाउँछ। कट्ठाको 15 देखि 20 सम्म राम्रो राम्रो गरेर पाउँछ। यो बस्ती हेर्नु त कति राम्रो छ। यहाँ चाहिँ यो पुलमा चाहिँ यहाँ टिकटक बनाउने, डेटिङमा आउनेदेखि लिएर विविध यो बस्तीले हेर्न आउने भिड हुन्छ। अब दिउँसो अहिले चाहिँ यो बाख्रा पुलमा छ। साथीहरूले मेरो नाम सोध्दै यो बाख्रा व्यवसायको लागि यो बाख्राको रमित हेर्न आउँछ। लोकल बाख्राको यो प्योर लोकल बाख्राहरू हुन्। तर यसलाई मैले चाहिँ अब नस्ल सुधारको लागि क्रस निकाल्ने भनेर घरमा चाहिँ मैले चाहिँ के अरे बोयर बाख्राको 75% बक्का लिएको छु। तपाईँहरूलाई मैले योभन्दा अगाडि पनि बोयर बाख्राको भिडियो बक्काको भिडियो देखाइसकेको छु। अब यो बाख्रा चाहिँ यहाँ अहिले लगभग 70वटा बाख्रा छ। 70वटा बाख्राको दृश्य तपाईँले मैले पुलबाट देखाइरहेको छु। त्यो मेरो बस्ती रमाइलो छ। यो बाख्रा चाहिँ मैले
आफ्नै जग्गामा 2.5 बिघामा चाहिँ जग्गा आफ्नै लिएर व्यवसाय सुरु गरेको छु। एकदम मेरो लागि चाहिँ यो उत्तम छ, राम्रो छ। अझ चाहिँ मलाई भाइले सहयोग गर्दै हुनुहुन्छ बाख्रा खेद्नको लागि। मैले युट्युबमा यो भिडियो हाल्ने भनेर नै मलाई सहयोग मागेको अगाडिबाट। अब यो खोलाको सेन्टरमा आइपुग्दैछ। मतलब यो खोलाको सेन्टरमा यो पुल चाहिँ 254 मिटर छ। यो पुलको योजनामा छुट्टिएको पछि चाहिँ केन्द्रीय योजनाबाट छुट्टिएको हो। अनि यो चाहिँ योजना दिने दाता चाहिँ मोरङ क्षेत्र नम्बर 6 को प्रतिनिधि सभाबाट जितेर गएको लालबाबु पण्डितद्वारा चाहिँ यो पुल चाहिँ मैले माग गरेको र यो कार्यक्रम बनाएर मैले उहाँलाई दिएको। उहाँले नै यो पुलको चाहिँ उहाँ जितेपछि नै यो पुललाई उहाँले योजना उहाँले दिनुभएको। लालबाबु पण्डितज्यूले दिनुभएको यो चाहिँ पुल चाहिँ यो चाहिँ त्यसले गर्दाखेरि विकास चाहिँ यहाँ अत्याधिक मात्रामा भएको छ। एकदम यो ठाउँ डेभलप भएको छ। यो उत्तरपट्टि खोला यतापट्टि खोला बिचमा यो टापु हो। यसलाई चाहिँ फङल्यान्डको टापु भन्छ। अहिले मोरङको फङल्यान्डको टापु, मलङ सुन्दरहरा छ, वार्ड नम्बर 5 फङल्यान्ड टापु भन्छ। नेपालको फङल्यान्ड टापु कहाँ पर्छ भनेर तपाईको लोकसेवामा अहिले एउटा लिखितमा एउटा प्रश्न आउँछ त्यो लोकसेवामा। अनि कति साथीहरूले जानु भएको छैन भने लोकसेवाहरू भिड्नेहरूले चाहिँ नेपालको फङल्यान्ड टापु कहाँ पर्छ भन्दाखेरि मोरङ सुन्दरहरा चाहिँ वार्ड नम्बर 5 मा पर्छ भनेर भन्नुपर्छ। लोकसेवा भिड्ने साथीहरू धेरै फेल भएका छन् यस्तोमा कहाँ रहेछ टापु भनेर। मान्छेले चाहिँ कोशी टापु भन्दो रहेछ, कसैले अर्जेन्टिनाको फङल्यान्ड टापु भन्दो रहेछ। तर नेपालको चाहिँ साथी फङल्यान्ड टापु यो टापु टोल बिचमा खोला छ। अनि यो चाहिँ 3 करोडको लागतमा यो पुल ठेगा लागेको। यो ठेकेदार चाहिँ नवकटको लोकबहादुर कार्कीले पारेको। उहाँले झुइङको पुलमा ठेकेदार हुनुहुन्छ। त्यसैले यो पुल पनि सुरक्षित छ। तर बाढीले चाहिँ केही असर पारा जस्तो छ। तर पनि ठुलो योजना भएको कारणले गर्दाखेरि लामो भएकोले गर्दाखेरि ठिक छ पुल। अनि अझ चाहिँ मैले साथीहरूलाई यो पुलबाट बाख्रा तारेको भिडियो देखाएँ। अब म यो भिडियोलाई अब सेन्टरमा गएर यो जङ्गलको क्षेत्र देखाउँछु तपाईहरुलाई। म माथि यो पुल खोलाको क्षेत्र यो बस्तीदेखि साइडबाट है यो बस्तीको साइडबाट यता खोला बगेर सट्ट बगेर सट्ट यता गएर चट्ट उँधो बगेको छ यसरी। अनि यो पारी यो जङ्गल हो। चट्ट जङ्गलमा चाहिँ बाख्रा चर्नलाई प्रस्थान गर्दैछ। आइज अब साथीहरु भिडियोको अन्तिमतिर आइपुगेको छु। साथीहरुलाई यो मेरो भिडियोमा ममा केही भुल त्रुटि कमी कमजोरी हो भने सल्लाह दिनु होला, कमेन्ट गर्नु होला, शेयर गर्नु होला, सब्स्क्राइब गर्नु होला, लाइक गर्नु होला। आइज आउँदो दिनमा फेरि म अर्को राम्रो भिडियो लिएर फेरि आउनेछु।